त्यो त त्यो थुम्बर ल्याएको होइन कुनामा किन लगाएर त्यही जग्गा काँडालाई त्यही जग्गा पुरै डेन्जर हाल्छ पुरो जाऊ छेउमा पूजा भयो ठिक यहाँ त बढी लगाएर गएर त्यो ठाउँबाट जाऊ न जुत्दै नजुरी भएको थियो के गर्छ फेरि यो रातै भएको छ क्या जित्यो 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 यो हो नि त बल्ल लरे धेरै फेरि लाइभ हाल न के 5 मिनट हो juga sih utang itu. Dia sekarang भाग्ने काँडा भइसक्यो मान्छे सब घेर पहिला ट्रेन गर्दैन क्या आछ अनि दोडीमा खान खाले दे Tahu nasan? Iya, tak bosan tak deh misalnya. Kuna tak ada lagi orang sana. Bukan lah dan ini. Oh, sibuk orang ni orang tahu. Ayo bukan. Kalau jadi bicara. पल्टाइदियो अब पल्टाएन यार ओडा पर्यो त पल्टाएन है बराबर हो वेट ओइ त्यसलाई चाहिँ पल्टाइदियो के लन्डन सक्छन् क्या पागल बस्ने गरेर भन्नु फेरि बस
पाँच मिनट भयो यसो अन्तरतिर बस्नु पर्ने बाटा उतै छन् धनी पनि त्यो भएर हातमा लगेको काम मान्छे त ढङ्गो छ है भाँडा जमा भएको लाग्दैन कि भाग लाग्छ नि छैन जो छैन अरू खेली खेली हजुर बल बराबरी छैन अर्को ठक्क मिलाएको यिनीहरू है आराम छु यो यता कालोको त त्यो लोके घरबाट लिएर आएको है बोगो त्यो सिँदै निउरेर कपारे होइन यो अर्कै भएको होइन क्या त्यो एकचोटि मात्रै ल्याएर जुदा थियो नि त त्यो वाइकबाट होला होला त्यो फुलालगाउँ गोरु लिएर आएको लागे सुरुमै त्यो राजेश गोरुसँग जुदा थियो त्यत्रो लामो सिङ्गो नि है सिङ्दा नि त्यत्रो मुडी यो बुढोले पालेको रहेछ है त्यो कालो त्यसलाई पछि जुदाएर जस्तो लाग्यो रातोलाई त्यसले सिङ जोड्न गाह्रो मानेको क्या त्यो थाप्लो देख्यो हो कि जस्तो लाग्यो हाल्नै पाएन खालि उसले हाले तल्लोपट्टि र उसैले हाल्यो भने माथिबाट लाग्यो क्या न्याक्नु खोजे जस्तो मात्रै गरे उँधोकोले नि उचाल्न सके होइन बल मिले बराबर छ अन्त्यमा जसले भड्कायो त्यसकै जित हो क्या गोरुको लसक्क लाग्यो के बल जल्दी गर्यो त्यसले चाहिँ हजुर चान्स त दुईचोटि पायो हामी दुइटैले सिङ चलाउनु चाहिँ सिफल रहेछ क्या रातो बुढो फेरि अगाडि गएर बस्छ यो बुढो कहाँ अगाडि गयो अहिले गोरु आएपछि कहाँ भएको छ एउटा सिक्ने कुन रातो रातो अस्ति भर्दै लिइरहेको थियौँ एउटा अनि यो जुत्ता खायो क्या पहिला यो धेरै भएर जुत्ता यसो थाप्लो देख्यो रातोको कालो त 4 वर्ष भयो अरे जुत्ता त यही गरम यसै पालि पनि त्यो रातो जुत्ता आएको लाग्यो कति वर्ष जुत्ता थियो त अनि जुत्ता थियो लामो घरमा त्यसले सिङ त्यो थाप्लो जोड्या होइन क्या त्यसले दुखेछ त्यसले थाप्लो जोगाएर छड्के भएर क्या प्याच्चै त्यो थाप्लो जोगाएर जुत्यो क्या त्यो ओखलेको सानो गोरु छैन त्यहीसँग जुत्ता त त्यो रातो अनि धेरै भाइन अस्ति भएर बहादुर नै भाइन त्यसले त दुखाइ बसिरहेको छ 15 पुस्तिरै जुत्ता 15 पुसभन्दा पछि हो त्यसो है
मजाले भन्छ हजुर बस्नु त्यसो अगाडिको मान्छे हामी सानो मान्छे त्यही भएर अलिक हामी अलिक ठुलो भयो 20 बाट माथि जानु जान चाहिँ लाग्दैन तिर्खा ल्याइदिनु त बसेर हेर्नु भयो मान्छे पलाएर त्यहाँ मुढा छ नत्र ल्याइदिन्छु हो म बस्छु रातभन्दा कालो बढी भएको है मान्छेलाई अँ। गाह्रो भयो घरबाट ल्याउनु भाग्न लाग्छ जस्तो पछि पछि हट्यो सायद सकिन्छ तिनीहरू अब 12:48 रहेछ अहिले त भयो आधी घन्टा एक सिङले पिल्यो त है त्यहाँ त्यो सिङ लुत्क्यो नि फ्ल्यात्तै काँध फेर्छ थाप्लाले जुत्दै जुत्दैन है ऊ हेर्नु न थुतुनाले जुत्नु खोजिरह रातो कालै भएको छ है त म्युजियममा दुखाइमा फेरि रातो पनि भाग्नु सक्छ ऊ त्यस्तै आन्दै अन्त जान्छ त्यो अहिले कालो रातो कस्तो हाल्थ्यो मैले केही देखिनँ मोबाइलमा एसएमएस खेलेको कहाँ देख्छु कालो बारी परिसक्यो तर रातो रेसी कति छिटो चलाउने फ्याट कहाँ भाग्छ त्यो नि भाग्दैन कि भाग्दैन छेउतिर बस्नु भाइ छेउतिर खाली गर्नु